हिमाल दाइ आउनु भयो ल चान्स बल इजी बल एडी डराए घामले बलै देखिएन ल सबले सोभर हाले बलकै छैन जस्तो के भयो यार गण्डकीलाई यार के हो र गण्डकीले त बोलाकै छैन जस्तो भयो यार आर्मीले हिजोको जति खेल्न सकेन है ल सर्भिस त्यो नि ल चान्स बल दामी बोला यार अब फेरि पचक्का वाला शट पाइन्छ कि ओए दामी प्लेस दामी इजी उठा देल ना इजी उठा देल रे लिब्रो त बाबा हालो आर्मी को राइट आउट ओए चेक आउट आन दे यार ला लास्ट सेट छ लास्ट सेट 1 अङ्कको अग्रता यतिखेर स्कोर रहेको छ आर्मी 15 गण्डकी 16 15-16 अहिले पचक्का गरा आउँछ कि शट आउँछ कि आयो बोलाकै छैन के सिंगल ब्लक अब विभागका टिमले डराउनु पर्छ गण्डकीसँग अब लायो त्यो नि लायो ल लिफ्टर नयाँ लिफ्टर लायो सर्भिस ओए हेर त ओए कस्तो डिफरेन्स खेल्थ्यो दामी छोटै भयो ल ब्लक गरिदियो ब्लक गर्यो बराबर चान्स बल घुमाएर खेलाउनु पर्ने भयो फेरि अब पचक्का शट आउनै पर्छ अहिले आउट अब सक्यो गण्डकी सक्यो 1 अङ्कको अग्रता आर्मी दामी टच दामी टचै थियो राम्रो छोड्यो दामी
19 अब संजोग फेरि छ नि त यार संजोग चलिदिएको पनि हुन्थ्यो यार आर्मी 19 गण्डकी 18 ल 19-18 ल 19-18 दारो थाकिसक्नु भयो है सन्जु दाइ त यार एक्लै यार ओए दामी अब संजोग संजय कि संजय रे संजय न संजोग हो के नाम अब एक डेट लाइस जित्यो कस्तो आउट मिस्टेक अड़ी यार गुजने भी इधर है दामी स्पाइक हो हिमाल आइसकेको छ ल अब अहिले नम्बर बढायो भने गण्डकीले जित्न सक्छ एक तरफ जाप गेम खलास ओपन गयो ओपन भित्र हाल राइट कोनामा राइट जित्यो ल टाइम आउट लियो आर्मीले ल टाइम आउट सकेको छ अब गण्डकीले एक अझै झ्याप लगाएपछि सकियो एक झ्याप अझै लगाए सकियो सर्भिस लायो ओपनै गयो ब्याक गयो प्लेस ल ओए हेर यो मान्छे ओए के गरे यार ओए संतोष तेरा बाबू संतोष 8 नंबर हो संतोष संजोग फैंसी नहीं बिगड़ ठीक है उनके लाए सर्विस लाए भित्र हाल आए अपराज दुझ्दै तर अबको 1 वर्षपछि ट्रेनिङमा आर्मीले कसैले जित्दैन